हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आज मैले चाहिँ मेरो कम्पनीको फुल ब्लगिङ गर्दैछु हैन। यो चाहिँ हाम्रो फेब्रिक स्टोर हो। मैले गेटबाट गरेको, तर त्यहाँ चाहिँ अलिकति अर्कै बोल्नु पर्यो। अनि यो चाहिँ हाम्रो पुरा कम्पनी हो। हजुरहरूलाई पनि काम गर्नु इच्छुक आधार कार्ड छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, अथवा जसलाई पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ हैन। यो चाहिँ हाम्रो पुरा कम्पनी हो। यहाँ चाहिँ के छ, के फेसिलिटी छ सबै म हजुरहरूलाई भन्ने छु। यो चाहिँ हाम्रो कटिङ डिपार्टमेन्ट हो। मलाई त सबै कुरा त थाहा छैन, किनभने अलग अलग डिपार्टमेन्ट हुन्छ, अलग अलग काम हुन्छ। म चाहिँ स्टोरमा गर्छु। बस म चाहिँ आज एउटा भिडियो बनाउनु छु। यो चाहिँ लेजर हो। यहाँ चाहिँ स्टिकर निकाल्नुपर्छ। यो चाहिँ एकदम इजी काम छ। दिनभरि बस्नुपर्छ, कम्मर मात्रै दुख्छ, अरू केही हुँदैन। यो चाहिँ लेजरको त हाम्रो लेखेको स्टिकर बन्दैछ। यो चाहिँ लोगो फ्युजिङ हो। यो चाहिँ एकदम इजी हुन्छ काम। दिनभरि उभिएर खुट्टा मात्रै दुख्छ, अरू केही हुँदैन। इजी छ कामहरू, सबै इजी छ। अनि यो चाहिँ हाम्रो प्रोडक्सन डिपार्टमेन्ट हो। यहाँ चाहिँ सिलाइ हुन्छ हाम्रो कपडाहरू, टी सर्ट, प्यान्ट, ज्याकेट, अरू के हुन्छ, सबै थोक हुन्छ। स्पोर्ट आइटम हुन्छ। तर यो चाहिँ यहाँ सिलाउनको लागि चाहिँ 15 दिन ट्रेनिङ दिन्छ यहीँबाट। 15 दिन हो कि 3 महिना। जसले जान्दछ त्यसलाई 2-3 दिनमै पनि दिइहाल्छ। जसलाई आउँदैन उसलाई फुल ट्रेनिङ दिएर अनि यहाँ दिन्छ। अनि यहाँ 3 महिनामा स्यालेरी पनि बढ्छ। राम्रो छ फेसिलिटी, सबैजना बस्न खाना सबै यहीँ हुन्छ। अनि यो चाहिँ हाम्रो प्रोडक्सन डिपार्टमेन्ट। यहाँ चाहिँ पुरा सिलाइ हुँदैछ। अनि यो चाहिँ आइनिङ पेकिङ, यहीँ कटिङ भएर, यहीँ स्टिचिङ भएर, यहीँ आइनिङ पेकिङ भएर जान्छ अन्त जग्गाहरूमा। यो चाहिँ हाम्रो आइनिङ हो। आइनिङ भइरहेछ, प्याकिङ हुन्छ उतापट्टि। यो साइडमा चेकिङ भइरहेको छ। यो चाहिँ चेकिङ हो। चेकिङ मैले 3-4 साल गरेको, एकदम इजी हुन्छ चेकिङ गर्न चाहिँ। अनि चाहिँ हाम्रो गर्ल्स होस्टेल हो। गर्ल्स होस्टेलभित्र सबै थोक हुन्छ। भित्रै एट्याच टोइलेट, बाथरुम, सुत्ने बेड। पहिला हामी आउँदा त हामी भुइँमा सुत्थ्यौँ कि, अहिले त पुरा फेसिलिटी छ क्या यहाँ पनि। यो चाहिँ भित्रै टोइलेट, बाथरुम छ। राम्रो छ सबै थोक। टिभी हल, यहाँ त कि टिभी हल पनि छ। यहाँ टिभी हल हेर्न सक्छ। टिभी चाहिँ हल्का बाङ्गो छ। यो चाहिँ हाम्रो क्यान्टिन हो। यसमा चाहिँ टाइममा हुन्छ खाना, बिहान, दिउँसो, बेलुका। अनि त्यहाँबाट क्यान्टिनबाट भएर अनि यो चाहिँ रेस्टिङ एरिया, बस्नको लागि पनि बनाइदिएको छ। यति नै हो हाम्रो कम्पनी। थ्याङ्क यू फर वाचिङ।